विद्यार्थीहरू नै पुस्तक पढेर सिक्दै सिकाउने, अल्छी गर्दा फकाउँदै सद्बाटो देखाउने। म सिकारू शिक्षक। विद्यार्थीहरूको अन्तर्मनमा डुबेर चाहर्ने, ज्ञानको सागरमा हात समाउँदै पौडने। म सिकारू शिक्षक। टोलाएको देख्दा झस्काएर बिउजाउने, अल्मलिएर रुँदा माया गर्दै सिकाउने। म सिकारू शिक्षक। विद्यार्थीहरू नै साथी, विभिन्न नाता, आफ्नै आमा जस्तै गुरुआमा भएर सिकाउने। म सिकारू शिक्षक। विषयवस्तुको रमाइलो सिकाइ गर्दा कक्षा कोठामा कवि, गायक, नायक र जोकर अनि खेलाडी बनी सहजीकरण गर्ने। म सिकारू शिक्षक। यति मात्र कहाँ हो र भूमिका मेरो? वकिल, न्यायाधीश, कथाकार र कलाकार के बन्नु पर्ने। म सिकारू शिक्षक। त्यसैले मलाई कसैले जाबो मास्टर भने पनि, बिना कारण खोट लगाए पनि, चित्त दुख्दैन गुनासो गरे पनि। म सिकारू शिक्षक। म आफ्नो इमान, वफा र मेहनतलाई विश्वास गर्ने, सत्कर्मलाई सैदब पूजा गर्ने, म आफ्नो पेसालाई सम्मान गर्ने, शिक्षक हुनुमा गर्व गर्ने। म सिकारू शिक्षक।